जब आँखाले सेतो मात्र देख्छ र मन पनि टाढा कतै हराउँछ, जब सबै आवाजहरू थपक्क निम्ने बत्ती झैँ एक एक गर्दै हराउँदै जान्छन्, त्यति बेला लाग्न सक्छ कि अब सबै सकियो। तर के उज्यालो भनेको त्यो आकाशमा झुन्डिने मात्र हो त? जीवनमा कहिल्यै पुनः अन्धकार हुँदैन, किनभने उज्यालोलाई पनि विश्राम गर्ने मौका चाहिन्छ। सबैजना थाक्छन्, सबैले साथ छोड्छन्, नामहरू विस्मृतिमा हराउँछन्, शब्दहरू मौन बन्दै जान्छन् र आत्मा पनि आफैसँग अपरिचित लाग्न थाल्छ। तिमी आफूलाई ऐनामा हेर्न सक्दैनौ, किनभने त्यहाँ देखिन्छ एक थकित अनुहार, एउटा हारेको आत्मविश्वास, तर त्यही देखिन्छ अलिकति बाँचेको मान्छे। त्यो पीडाको सुस्केरा नै तिमी अझै बाँचेको प्रमाण हो। दिन फेरि आउँछ, उज्यालो फेरि झुन्डिन्छ, चाहे तिमी स्वागत गर या नगर। चराहरू फेरि चिरबिर गर्छन्, तिमी सुन या नसुन। ताराहरू तिमीले हेर्न छोडे पनि चम्कन्छन्, बादल तिमीले छाता ओढे पनि बर्सन्छन्, केवल आफ्नो लागि। त्यसैले तिमी पनि केही गर, नदौड नउफ्र, केवल हिँड। एउटा सानो पाइला गन्तव्यतिर नभए पनि कम्तीमा थकै पारी पुगे जस्तो लाग्ने गरी। तिमी थाकेका छौ, टुटेका छौ, छरिएका छौ, तर बाँकी छौ, अझै बाँकी छ। एउटा अधुरो गीत, एउटा अधुरो यात्रा, एउटा अधुरो सपना, एउटा चिठी जसलाई अहिलेसम्म कसैले पढ्न पाएको छैन, एउटा तिमी जसलाई संसारले अझै चिनेको छैन, अझै बाँकी छ। एउटा माफ गर जुन दिन बाँकी छ, एउटा माफ गरे जुन दिन बाँकी छ, एउटा मुस्कान जो आफैलाई दिन बाँकी छ। ठिक छ, यदि कोही छेउमा बसेका छैनन् भने पनि कम्तीमा आफ्नै छेउमा आफू उभिन बाँकी छ। भने नि, उज्यालो भनेको केवल आकाशमा झुन्डिने मात्र होइन। त्यसैले बाँच, टुक्रिएर भए पनि, रुँदै भए पनि, थाकेर भए पनि, ऐनालाई पर राखेर भए पनि, जीवनलाई शून्यबाट समातेर भए पनि बाँच। किनभने शून्यबाट पनि जीवन फेरि कोरिन्छ। अक्षर फरक पर्न सक्छ, कविता फेरि दोहोरिन्छ, र उज्यालो त्यहीबाट सुरु हुन्छ जहाँ तिमीले सोचेका थियौ सबै समाप्त भयो। र यसपटक उठ्दा ऐना हेर्न सक्ने भएर उठ, कहिलेकाहीँ दौडिन र कहिलेकाहीँ उफ्रिन सक्ने भएर उठ।